Hello guys, good morning. Today is my vlog. यस्तो छ आजको चाहिँ हाम्रो यहाँ कैलालीमा यस्तो चिसो छ। झन् चस्मा लगाएर हेर्नुपर्छ कि खतरा देखिन्छ है, बबाल देखिन्छ यो ठाउँ। एकदम यहाँको लुक्स अझै खतरा, किनभने थोरै उसु भएको ठाउँमा पनि अझ एक्स्ट्रा देखाइदिन्छ नि त। अनि त्यही भएर खतरै देखिन्छ, तर चस्मा लगाएर हेर्नुपर्छ क्या। त्यही भएर चस्मा लगाइदिएको खतरै छ। चिसो पनि बबाल छ, खतरै छ चिसो पनि हैन। वाउ वन्डरफुल, दामी छ। चिसो भनेको चिसो छ, खतरा। अझ यस्तो बेलामा यहाँ चिसो पाउँदैन र पो, नत्र भने कोक स्प्राइट डियो चिसो हुनुपर्छ, टुटुटुटुटुटुटु खानुपर्छ, कस्तो मजा आउँछ भनेपछि नि। अब कसले ल्याइदिने त यहाँ चिसो, यहाँ पाउँदैन हो त्यस्तो चिसोमा। उता घाँस काट्ने छन् को हो हजुर, क्या हेर्ने हो त्यो म त्यसरी हजुर? अनि त्यसरी ओढाएको छ अनि कुहिने भयो त नि हजुर। हो कहीँ थिए? अब आज अक्का भदौर आउँदा भयो त दुबई। डल्ल दिन्न त साइड। मोटर चालु भयो त निकाले बन्द त छ नि। आयो हजुर? क्या यो चाइनिज साग हो यो? अच्छा यसो हुँदो चाइनिज साग। बेलु गोभी तमीले राख्यो यहाँ? गोभी का डल्ला ए नहीं, एक डल्ला कसले राखेको छु त्यही भएर। नहीं अहिले त खाने बेला यहाँ तरकारी लगाइएको छ, खतरै छ। अब यहाँ तालिम हुँदो भयो त अझ फुलकोपी लगाएको छ। अब शुक्रबार शनिबारदेखि माइला आउने, काइला आउने, त्यो अक्का भदौ आउने, मक्का आउने भने भदौ आउने। कि त बाइक त्यो बेङ्गलोर। यो धनिया हो हजुर। एक महिना बस्यो त, 1-1.5 महिना बस्यो हुन्। त्यसै भेटौँ भनिकन 4-5 वर्ष भएको थियो त नआएको। यो चाइनिज साग ओके।